फ्रेंड्स, वेलकम बैक टू माई न्यू डे न्यू ब्लग। आयो तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अहिले चाहिँ म जिम जानुको लागि दमदार रेडी भइसकेको छु। आज चाहिँ म यस्तो फिटमा छु किनभने चाहिँ आज चाहिँ मेरो जिम ड्रेस धोएको छ, त्यसैले चाहिँ म यस्तो फिटमा चाहिँ जाँदैछु चप्पलको साथमा जिम गर्न। प्लिज फर्गेट माई हेयर साथीहरू, मेरो हेयर यस्तै छ, के गर्ने, सानो छ। अनि आज चाहिँ मेरो चेस्ट डे, लेट्स सी के अनि साथीहरू जिम गर्नुभन्दा अगाडि चाहिँ कहिले पनि भोकै जानु हुँदैन। भोकै भन्नाले खाली पेट कहिले पनि जानु हुँदैन। यदि हजुरहरूसँग प्रोटिन छ भने त्यो त झन् राम्रो भयो, प्रोटिन खाएर जाने। यदि छैन भने पनि अन्डा केरा केही मिक्स गरेर खाएर जानुपर्ने हुन्छ। ल लेट्स सी के हुन्छ। आज चाहिँ म देखाउने छु मेरो जिममा। कार्डियो गर्ने ठाउँमा त पुग्न त पुगेको साथीहरू है। अब कार्डियो गरेको भिडियो बनाउने भनेको योबाट त हुँदै हुँदैन रहेछ। यसमा त यस्तो सिधा मात्रै लाग्ने रहेछ। गरेको भिडियोहरू बनाउँला सोचेको यसमा चाहिँ लामोमा लाग्ने रहेन रहेछ, सिधा मात्रै मोबाइल लाग्ने रहेछ। साथीहरू मेरो चाहिँ प्लान डिसमिस भयो। अब यसमा चाहिँ भिडियो हुन्न रहेछ, यस्तो सिधा मात्रै हुँदैछ। यस्तो चाक्लोमा मोबाइल चाहिँ यस्तो चाक्लो राखेर गराउनु पऱ्यो नि त। अब भ्लग गराउँदाखेरि त यसमा चाहिँ यस्तो सिधा मात्रै लाग्ने रहेछ। अब के गरौँ, मैले यसो पछाडि अड्डाएर गइरहेको छु। कहिले चाहिँ मैले भिडियो गरिरहेको छु कसरी बनाऊँ, तपाईँहरूलाई पनि देखाउँ कसरी गर्छु के गर्छु भनेर भनेको। अब यहाँ जुगाड गर्नुपर्छ जस्तो छ केही साथीहरू, के गरौँ गरेर यस्तरी राख्न मिल्छ कि हेरौँ है। दादालाई सोधौँ, दिदीलाई सोधौँ। म चाहिँ तल विशाल दादा हुन्छ, विशाल दादालाई सोध्छु। विशाल दादा, यसमा नि यो चाक्लोमा राख्न मिल्दैन मोबाइल, यस्तो गरेर मोबाइल राख्न मिल्दैन यसमा लु भने साथीहरू। यो चाहिँ राख्न मिल्दो रहेछ। यसलाई चाहिँ यस्तो सिधाबाट राखेर मोबाइल, यस्तो सिधा मोबाइल राखेर यसलाई यसलाई चाहिँ रोटेट गर्न मिल्दो रहेछ। मलाई चाहिँ थाहा थिएन। विशाल दाइलाई भने ए बुद्धु त्यसलाई रोटेट गर भन्नु, अनि मैले बल्ल थाहा पाएँ। ल ठिक छ, अब चाहिँ कार्डियो गरेको भिडियो बनाऊँ फटाफट, किनकि आज उसो पनि ढिलो भइसकेर। लेट्स सी यस्तो गरेर यस्तो बनाउनु मिल्दो रहेछ ल यार। यस्तो पागल छु म पनि। मिल्दो रहेछ साथीहरू, मिल्दो रहेछ। ल मिलाम डाइरेक्सन पहिला म चाहिँ सानो बनाउनु पऱ्यो। फेरि मैले चाहिँ क्यामेरा सेट गर्छु कि लेट्स सी। म चाहिँ उता गएर कार्डियो गर्छु कस्तो हुन्छ। आज चाहिँ फर्स्ट टाइम हो मेरो जिममा भिडियो गरेर आएको, यस्तरी भ्लग गरेर आएको हेर्नलाई त। म चाहिँ अहिले अब चाहिँ लेगको अनि त्यसपछि ह्यान्डको सबको क्लिक हेर्छु। लेट्स हेर्नु कस्तो हुन्छ। यो म चाहिँ यस्तरी सेट गरेको छु क्यामेरा। साथीहरू कार्डियो गरेर पनि भ्यायो कि कस्तो भयो थाहा चाहिँ भएन। अनि आज चाहिँ चेस्टको हो नि त, त्यही भएर कार्डियो चाहिँ धेरै गर्नु हुँदैन चेस्टको दिन। लेगको दिन र ब्याकको दिन चाहिँ कार्डियो अलि धेरै गर्नुपर्छ। अब चाहिँ तल गएर जिम गर्नुपर्ने हुन्छ। यो चाहिँ आफ्नो स्वास्थ्यको लागि थियो, अब चाहिँ बडीको लागि तल गएर गरौँ। ल रेकर्ड गर्न पाउँछु पाउँदैन लेट्स सी। यदि रेकर्ड गर्न पाइहाल्यो भने म हाल्ने नै छु, तल चाहिँ गएर गरौँ।
खै किन साथीहरू आज चाहिँ मान्छे धेरै नै हुनुहुन्न, यति नै हुनुहुन्छ। पङ्खाको पनि व्यवस्था छ साथीहरू, यस्तो हावा खान पाइन्छ। हावा खै किन हावा कता फेरि भइरहेको ट्रेडमिल फेरि भइरहेको छ हावा चाहिँ यस्तै राम्रो सबजना पुरा झप्पा झप्सिन गरेर खाने यार। मलाई चाहिँ झ्याउला खाएको खै किन उता लास्ट प्लिज के छ मैले बनाइरहेको यार देखिरहेको राम्रो हेर देखिरहेको मेरो खाँचो देखिरहेको छैन अब हाम्रो $25 करोड पैसा एक ट्रक भरि आमामा त्यत्रो पैसा भयो त म त कति सपिङ गर्थेँ के किन्थेँ ए होस् भयो अर्काको पैसा सम्झेर के गर्ने सोध्छु होइन साँच्चै त्यो पैसा के गर्छ होला त्यत्रो पैसा छोडिदियो थाकियो साथीहरू थाकियो आजको लागि चाहिँ जिम प्याकअप। आज भिडियो बनाउनु त बनाएँ तर के कस्तो भयो कहाँ के भयो यति धेरै मान्छे जिममा भिडियो चालु गर्दाखेरि हिँडेका हिँडे भिडियो पनि राम्रो बन्न पाएन साथीहरू। हजुरहरूले बुझिदिनु होला किनकि जिममा यति धेरै मान्छेहरू छन् जिममा यति धेरै मान्छेहरू हुन्छन् अनि त्यसपछि एक्लैको जस्तो राम्रोसँग भिडियो बनाउन पाइनँ। अहिलेसम्म यहाँ छु।
म यहाँ ट्रायल रुममा चाहिँ त्यही भएर चाहिँ यसरी बोलेर बनाउनु पाइरहेको छु किनकि जिम्मा धेरै मान्छे हुन्छ नि त्यही भएर राम्रोसँग भिडियो बनाउनु पाइनँ। अब म चाहिँ एक दुई तिन बजीतिर कोही पनि नभएको बेला आउँछु अनि त्यसपछि चाहिँ तपाईँहरूलाई राम्रोसँग फुल भिडियो बनाएर पठाउने छु। आज चाहिँ प्याकअप आज चाहिँ यसमा नै रमाउनु होला अनि अरूहरूको बोली अरूहरूको नराम्रो केही गरेर आउँछन् दिदीहरू आएर पिटे आउँछन् हाने हुन्छन् चले आउँछन् है त्यसलाई फर्केट गर्नु होला राम्रो कुरालाई मात्रै हेर्नु होला है। अब चाहिँ मैले चाहिँ मैले फेस वास पनि गरिसकेँ। म यत्तिकै आएको छु केही पनि जकेट सकेट हुडी सुडी केही पनि लागेन किनकि आजकल घाम छ नि त त्यही भएर अब यहाँ चाहिँ म निक्लिनु पर्ने हुन्छ। आज चाहिँ 7 पनि बजिसकेको छ। लेट्स सी थियो म त अघि जिम आउँदाखेरि भुलेर आएको ठ्याक्कै पैसा किन काट्नु त साथीहरू मैले चाहिँ पैसा दिनु थियो। पैसा चाहिँ मैले ठ्याक्कै जिम आउँदाखेरि ठ्याक्कै पैसा चाहिँ भित्र भुलेर आएको थियो। फेरि म यहाँदेखि गएर जिमदेखि वापस गएर फेरि पैसा ल्याएर फेरि हामी अस्ति अन्डा खाएको नि त्यहाँ दिदीकोमा त्यो चाहिँ दिएर बाँकी थियो दिनु साथीहरू। यो चाहिँ है दिदी है 3टा हो ल ठिक छ। ल आजलाई चाहिँ प्याकअप भयो होइन जाने ल राम्रोसँग ल दिदी गएको बाई बाई भोलि भेट। म पुगिसकेँ साथीहरू अनि अहिले चाहिँ यस्तो हावा खानु बसिसकेँ मेरो चप्पल खोलेर म चाहिँ यहाँ बसिसकेँ। अनि त्यसपछि चाहिँ सब्सक्राइबर चाहिँ बढिराख्ने यति मिहिनेत गरेर भिडियो बनाएर चाहिँ सब्सक्राइबर चाहिँ बढ्नु पऱ्यो। सब्सक्राइब गरिदिनु ट्याक्क लगाएर अनि त्यसपछि चाहिँ यस्तै नयाँ नयाँ भिडियोहरू म खतरा हाल्नेछु। अनि आजको भिडियो चाहिँ के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। फेरि एउटा नयाँ भिडियो थ्याङ्क्स फर वाचिङ ब्लग बाई बाई।